सबैजनालाई नमस्कार। आज शनिबारे बसाइमा छौँ र आज तपाईहरुसँग के कुराहरू राखौँ अर्थात् मेरो मनमा उब्जिएका प्रश्नहरू तपाईहरु सामु राखौँ भन्ने मनोसायले उपस्थित भइसकेको छु र तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्दै ढिला नगरी विषयवस्तुतर्फ लागौँ अर्थात् मेरो मनमा उब्जिएका केही प्रश्नहरू तर्फ लागौँ र आज मान्छेहरू सबै पीडित छन्, दुखी छन्। धन सम्पत्ति, श्रीमान श्रीमती सम्मान सबै कुरा हुँदाको बावजुद पनि आज मान्छेहरू मानसिक रूपमा बेचैनी भइरहेका छन्, मानसिक रूपमा पीडित छन्। यसको कारण किन? आखिर कहिलेसम्म यो मानसिक रूपमा बेचैनी र विचलित भइरहने? हामी कहिले खुसी भएर बाँच्ने? जीवन सधैँ पीडामा मात्र लाने हो त? कि तपाईहरु पीडादेखि बाहिर निक्लिन चाहनुहुन्छ? यस्ता प्रश्नहरू तपाईहरुको मनमा उब्जिरहेको छन् भने तपाई सही बाटोमा हुनुहुन्छ र सही मार्गदर्शन गर्न सक्नुहुन्छ। जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा खुसी हो। खुसी भएर बाँच्न सिक्नुपर्छ भनियो, तर कसरी खुसी हुने भन्ने कुरा कसैले पनि भनेन। कसरी खुसी हुने भन्ने प्रश्न तपाईहरुको मनमा पनि उब्जिएको छ भने, यदि कसरी खुसी हुने भन्ने प्रश्न तपाईहरुको मनमा पनि उब्जिएको छ भने तपाई अवश्य खुसी हुनुहुनेछ। र जो मान्छे खुसी हुँदैन त्यो मान्छेले अरूलाई खुसी दिनै सक्दैन। जो मान्छेले आफूलाई प्रेम गर्दैन त्यसले अरूलाई प्रेम दिन सक्दैन। त्यसैले पहिले आफूलाई प्रेम गर्न सिक्नुहोस्। पहिले आफूलाई समय दिन सिक्नुहोस्। पहिले आफूलाई खुसी बनाउन सिक्नुहोस्। अनि मात्र अरूलाई खुसी दिन सक्नुहुन्छ। आफूलाई खुसी बनाउन अगावै यदि अरूलाई खुसी बनाउन हिँड्नु भयो भने तपाईको जीवन जुटा बाहिरबाट लगाएको मोजा जस्तै हुनेछ। जुटा बाहिर लगाएको मोजाको हालत कस्तो हुन्छ एकचोटि कल्पना गर्नुस् त। त्यसैले आफूलाई समय दिनुहोस्। आफूलाई चिन्ने प्रयास गर्नुहोस्। आफूले जान्ने प्रयास गर्नुहोस्। आफूले माया गर्ने प्रयास गर्नुहोस्। आफूले सम्मान गर्ने प्रयास गर्नुहोस्। अनि मात्र अरूलाई दिन सक्नुहुन्छ। अरूले माया दिन सक्नुहुन्छ, अरूलाई सम्मान दिन सक्नुहुन्छ। त्यसैले आजदेखि समय आफूलाई दिनुहोस्। धन्यवाद।